हाँस्नुपर्छ खुलेर। कति टाढा बसे कि सुरु गरे। कति टाढा बसे कि आली अघि सर न मरी। कति टाढा वा वा खोइ त नि वा वा। कति टाढा बसे कि आली ओर सर न मरी। बिचमा होइन क्या दिनुपर्छ नि फेरि। कति टाढा बसे कि खोइ त वा वा। कति टाढा बसे कि आली वता सर न मरी। लजाउँदै हेर्छे मलाई ऊ त पल्ला गाउँ कि मास्टर की छोरी। मेरै सहरमा आएको छु। मेरै सहरमा आएको छु। हिजो अस्ति त तिही गोरी आज त चिन्नै नसक्ने भइछ मास्टर की छोरी। आज त चिन्नै नसक्ने भइछ मास्टर की छोरी। ये बहिनी कति छोटो कपडा लगाकी। ये बहिनी कति छोटो कपडा लगाकी। मेरै आफ्नै गर्लफ्रेन्ड पनि हेरेर चिन्नै नसक्ने भागी। ये बहिनी कति छोटो कपडा लगाकी। मेरो आफ्नै गर्लफ्रेन्ड पनि हेरेर चिन्नै नसक्ने भयो कि। हेर लजाकी नभन्नु रे उहाँले। आज होली आज होली है सबैलाई। हाम्रा नेता केपी उता गएछन् ओली। हाम्रा नेता चाइना गएछन् ओली। तपाईँ सबैलाई मेरो तर्फबाट ह्याप्पी होली। मेरो तर्फबाट ह्याप्पी होली। तपाईँकै भाइ भतिजो आर्यन ढकालको बोली। अब प्रस्तुति सुरु हुन्छ। र म ढिला नगरिकन एउटा जोकबाट सुरु गर्छु। धेरै मलाई रेट घटाएर सन्देशी घटे छैन नि एकछिन है। टाइम त खाइहाल्नु पर्यो नि। म यत्रो आफ्नो ठाउँमा आछु खानु पऱ्यो नि त है। मुक्तकै भन्छु साहित्य नि भन्छु गीत पनि गाउँछु हजुरबालाई पनि बोलाउँछु नेतालाई नि बोलाउँछु सबैलाई बोलाउँछु। तर हाँस्नुपर्छ राम्रो गर्नुपर्छ। केही कमी कमजोरी भयो भने मलाई एकदम गाली गर्न पाउनुहुन्छ है। फेरि गाली गर्न मजाले पाउनुहुन्छ। ल हेर न वा वा कि है। ल हेर आँसकित त देखा कि। र यताका सबैले हेरिदिनु होला। र अब फेरि मैले भने हिजो बेलुका टक्क हिजो होली खेल्ने होइन म त होली खेलिरहेको टक्क गइरहेको थिएँ क्या। ऊ पनि उताबाट आइरहेको कि म यताबाट गइरहेको एकदम होइन कथे होली खेल्न जस्तो भएको। ऊ आइरहेको म गइरहेँ ट्याक्क पशुपतिनीहरू भएको जय बागेश्वरीनीहरू भेट भयो। सुटिङ सकेर गइरहेको थिएँ। अनि म त होली खेलेर आएको उसँग आइन म त खुसीले अब हेर सिमै छैन। सिमै नभएपछि गर्लफ्रेन्ड भेट्न आउँदा त्यो पनि आफ्नै गर्लफ्रेन्ड छ। होली खेल्नमा आउँदा कस्तो हुँदो हेर्नुहोस्। त्यो पनि अनि गइरहेको थियो ऊ पनि आइरहेको कि होइन यस्तो होली खेल्यौँ कि हामी अब खेल्दै नहुने होली पनि खेल्यो हेर्नुहोस्। होली खेलेको होली खेल्यौँ लडबडीँदै पशुपति पुगेछौँ हेर्नुहोस् होली खेल्दा खेल्दै। अनि बिहान उठ्दा त मैले साथीलाई तानेको छु लास्टा सपना रहेछ हेर्नुहोस्। अब फेसनको कुरा गरौँ है। फेसनको कुरा गरौँ। अहिले भर्खरै त्यो बसबाट झरेर एउटा बहिनीसँग सँगै झरेँ। अहिले भर्खरै बसबाट झरेको एउटी बहिनीको मोबाइल फुत्त खस्यो। एउटी बहिनीको मोबाइल फुत्त खस्यो। बहिनीले भने एक्चुअली दाइ त्यो मेरो मोबाइल खस्यो टिपिदिनुहोस् न एकचोटि। ए बहिनी मैले किन टिप्नु पर्यो मोबाइल। ए बहिनी मैले किन टिप्नु पर्यो मोबाइल। मैले त छोटो कपडा लगाएको छु दाइ तर टिप्नै मिलेन भन्छन्। ए बहिनी कति छोटो कपडा लगाएकी। मैले जवाफ दिएँ ए बहिनी कति छोटो कपडा लगाएकी। जब एउटा मोबाइल खस्दा पनि टिप्नै नहुने गरी। बहिनी लाजले भुत्तै भएर कता छिरिन् मैले देखिनँ। अहिले अनुहार चिन्दिनँ हेर्नुहोस् रातो लाइछन्। अब मोबाइल मैले दिनै पाएन। यहाँ छ कि यो मसँग छैन म कता दिएछु। अब के गर्ने अरू हेर्नुहोस्। अब म हँसाउने कुरा ए दाइ आज बसमा भेट भयो। ए दाइ मलाई त तपाईँले हँसाउनुहुन्छ कस्तो खाले हाँस्नुहुन्छ। म नेपालीमा बोलेर इङ्ग्लिसमा हँसाउँछु चाइनिजमा गीत गाउँछु हेर्नुहोस्। नेपालीमा बोलेर इङ्ग्लिसमा हँसाउने मान्छे मै मात्रै होला अरू पनि होला नि छोडिदिनुहोस् जोसुकै होला है। तपाईँहरू इङ्ग्लिसमा हाँस्नु हिन्दी हाँस्नु नेपाली हाँस्नु तर आफ्नो भाषामा हाँस्नु है। ए दाइ हाँस्ने कुराहरू है। अब हाँस्ने अझै हाँस्ने प्रस्तुति अरू क्यारिएको त बाँकी छन् क्या। हाँस्ने कुरा गरौँ ए दाइ हाँस्नु भनेको हाँस्नुपर्छ क्या। हाँस्नु भएको अरे क्यार भएको दाइ भनेको हाँस्नु भएको अरे। खोइ माथि पनि हुनुहुन्छ हाँस्नु चाहिँ हाँस्नु। हाँस्दा स्वास्थ्य फाइदा छ। इज्जत गयो पिउने बानीले। मैले त्यो गीतलाई यसरी बनाएको छु। बदलको पेप्सीले आँखा सँगै सेक्सीले इज्जत गयो त्यहाँ पेप्सीले। बदलको पेप्सीले आँखा सँगै सेक्सीले इज्जत गयो त्यहाँ पेप्सीले। यस्ता यस्ता गीत हुन्छन्। पहिला मामु भन्दा धेरै खुसी हुन्छन् हाम्रो छोराले भोलि पर्सि। बा भनेको बा हजुरबा भन्ने थाहा नै छैन छोरछोरीलाई। बा ए भाइ बा भनेको के भन्दा हामी त हजुरबालाई भन्छौँ अरे। बा अनि लोप हुन्छ यी शब्दहरू। हामीले आफ्नो नेपाली संस्कृतिलाई नै ख्याल गरौँ होला। बाबु एउटा बच्चालाई दुध कहाँबाट आउँछ भनेर काठमाडौँमा अस्ति सोधेको अङ्कल पोकाबाट आउँछ दुध अरे। थाहा नै छैन हेर्नुहोस्। अब मैले हजुरबालाई बोलाउँछु
यो नेसनल होली लाइभ कन्सर्टमा हाम्रो 80 वर्षको हजुरबालाई बोलाएको छु। यत्रो माहौलमा एकचोटि 80 वर्षको हजुरबालाई ल्याउनलाई अलिक गाह्रो हुन्छ। तपाईँहरूको एकदम भयङ्कर जोरदार ताली जाओस् एकचोटि। यो नेसनल होली हङ्गामा लाइभ कन्सर्टमा अलि हटाउनु भयो, उहाँलाई सम्झाउनुहोस् एकचोटि। हँसाउनु पऱ्यो नि यार, आइसकेपछि आफ्नो ठाउँमा। र हजुरबालाई स्वागत गरौँ ढिलो नगरी है। हजुरबा तपाईँलाई स्वागत छ। धन्यवाद बाबु, धेरै खुसी लाग्यो। यत्रो नेसनल एफएमको यत्रो अङ्कको बिमार भोडे बेला नि बोलाऊ तिमीहरूले, मलाई धेरै धेरै खुसी लागेको छ। धेरै धन्यवाद नेसनल एफएम हेर त। आज दम बढेर हेर बाबु, म सुनेर हेर बाबु, कोकीले लाग्छ। अब के भनौँ, सबैलाई होलीको शुभकामना है। म बुढो 75 सालै घटिसकेँ। अब धेरै धेरै धन्यवाद छ है बाबु यहाँसम्म लागेकोमा। हजुरबा तपाईँलाई होली कस्तो लाग्छ? मलाई त के होली लाउँथ्यो बाबु, पहिला पहिला हाम्रो बाबा त होली अनि टिको लाइन्थ्यो। अझ त लोला र गोला हान्छ नि, कहाँ लाउने थाहा रहेन। थाममा लाउने कि कोठाममा लाउने हो, बरबाद छ बाबु। अलि समेत औटाउ नाति नाति नआउमेर। अब धेरै धैर्य गरेर बस। यो रमाइलो जमानी एकचोटि सबैको आउँछ, तर रमाइलो नि गर्नुपर्छ। हल्ला गर्नुहुन्न, सल्लाह गर्नुपर्छ, हाँस्नुपर्छ, नाच्नुपर्छ है, तर हल्ला गर्नुहुन्न बाबु। अब तेरी बहिनी यति कट्टु लाएर क्या, छोटो कट्टु लाएर आज भ्यानै तेरो दाइ त पुवाटा ट्याटेर टुटु पारेर हेर। म त के अरे गाउँ नाति नातिना भनेको। आज त होली हो हजुरबा, आज त होली हो, खेल्न जानु परेन। होली यहाँ खेल्न पऱ्यो, त्यही भएर कट्टु लाएर हिँड्ने अरे। त्यो स्कुटर र बिस्कुटर लिएर हिँड्छे, मोबाइलमा हिलो डार्लिङ भन्छे। म कति बुझ्दिनँ बाबु। ल है बाबु, म एउटा गीत गाउँछु। ल हजुरबाको गीत सुनाउन त। काला चौरी परे मकै खानी दान्छ रे, जपिरहन्छु राम हरे। काला चौरी परे मकै खानी दान्छ रे, जपिरहन्छु राम हरे। तिमीहरूको पो बेला छ यस्तो, अब हाम्रो बेला छैन। अब म धेरै बोल्न सक्दिनँ। धन्यवाद बाबु, धन्यवाद। यहाँ अलि टाइम समय भएको भन्नुभएको छ। म एउटा भन्छु अर्को। म कान्तिपुर टेलिभिजनको टिस्टा साहबको सिरियलको त गरेकै छैन आज। म त्यो स्वर एउटा ल्याएको छु, त्यो स्वर अलि गाह्रो हुन्छ, म ल्याउँछु। र उहाँ लुरी बाहुनको भूमिकामा म खेलेको छु। त्यो डाइलेक्ट हिट पनि भएको छ। त्यो डाइलेक्ट बोलौँ है त। मैले छप्की भन्ने भाषा हाम्रोतिरको मैले काठमाडौँ गरी फेमस बनाएँ। कार्यक्रमले गर्दा घर जान छप्कीसँग भेट्न दिलाब होइन त छप्की। आज बिहान बिहान हेर्नुहोस्, काठमाडौँबाट हिँड्दै थिएँ, बुढी रिसाए, नभएकी बुढी रिसाए। हम्फालेर मर्छु भनेर त्रिशुल यहाँ गएँ। हेर्नुहोस्, त्रिशुल हम्फालेर मर्छु भनेको धन्नै पानी डुबेर मरिन। हेर्नुहोस्, आत्महत्या गर्न गएको मान्छे धन्नै पानी डुबेर त्यहाँ सुई फर्केर आउँदै थिएँ। हेर्नुहोस्, बाघले लखेटेर त्यहाँ धन्दै मरिन। अब डाडुवा पानी तताएर मरौँ कसरी मरौँ भनेर मरिन। हेर्नुहोस् हजुर, छुँदै हाम्रो भतिज टाठो भतिज क्या। फेरि हेर्नुहोस्, हाम्रो भतिज साह्रै टाठो। अङ्कल अङ्कल तपाईँलाई कतिको डर लाग्छ भने, मलाई डर लाग्दैन बाबु। हाम्रो ड्याडीलाई त कस्तो डर लाग्छ, किन बाबु भनेको, सुत्ने बेला आफू छेउमा सुत्नुहुन्छ, बेलुका त उता मम्मी भटाएर सुत्नुहुन्छ भन्छ। त्यही हो। धन्यवाद। म शेरबहादुर रेवा रामचन्द्र बोडोलाई बोलाउनु पर्ने बोलाउँछु। अहिले हँसाउन अलिक गाह्रो भइरहेछ, भर्खर मात्र आएको छु, अस्ति हेटौँडा कार्यक्रम सकेर। त्यो भएर शेरबहादुर रेवा रामचन्द्र बोडो मात्रै ल्याउँछु है एकचोटि है। भाइ अब अहिले म शेर सिंह भाइ हेर्नुहोस्, अहिले नेपाली गाएको चुनावमा जसरी जितेको छु भाइ हेर्नुहोस्। हाम्रो साथीहरूले भोट दिएर हेरौँ भाइ, शेर सिंह रामचन्द्रजी त जहिले ढल्ने काम मात्रै गर्छु भाइ। हेर्नुहोस्, अहिले हामी सरकारमा जाने कुराहरू छन् भाइ। अब सरकारमा नजाउँ जस्तो भइरहेको छ भाइ। त हाम्रो धम्की हो भाइ, जान्न भन्ने लास्टा जाने हो भाइ। हेर्नुहोस्, हामीले जनतालाई नै खोप खुवाउने भाइ। हेर्नुहोस्, जसरी नै हाम्रो काममा जनतालाई खोप खुवाउने भाइ। हेर्नुहोस्, अब भाइ हेर्नुहोस्, अब हाम्रो पार्टीको विधानले पुष्टि भन्छ भनेर सुशीलजीले दिएको जिम्मेवारी अब शेर सिंहले सवाल छ भाइ। हेर्नुहोस्, शेर सिंहले सवाल छ भाइ। हेर्नुहोस्, धन्यवाद शेरबहादुर रामचन्द्र बोडोलाई। अब खास गरिकन अब मेरो त प्रचण्ड छ 15 पाली भोरलिङ खाएकै मान्छे। हेर्नुहोस्, अब खास गरिकन म अब कहिले पनि जित्दिनँ भाइ। हेर्नुहोस्, अहिले जसरी चुनावमा लडाउनु भएको छ, अबको चुनावमा पार्टी सभापति दिनुहुन्छ भन्ने ठुलो आशा गरेको छु। धेरै धेरै धन्यवाद छ, मलाई भोट दिनुहुने सबैलाई भनेर भन्न चाहन्छु। अब शेर सिंहले जे भन्नुहुन्छ मैले त्यही भन्नु पर्यो। धन्यवाद भाइ।